साथीहरू अहिले एकदमै स्याड न्युज आएको छ। जति पनि मिडल इस्टमा काम गर्ने हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ, चाहे त्यो नेपालको होस् या इन्डिया अथवा अन्य कन्ट्रीहरूको होस्, उहाँहरू अहिले चाहिँ एकदमै चनाखो या चाहिँ आफ्नो ज्यानको चाहिँ सुरक्षा गर्नुपर्ने स्थितिमा आएको छ। किनकि अहिले त्यहाँ चाहिँ एयर स्ट्राइकहरू भएको छ। अमेरिका र चाहिँ इजरायलले इरानमाथि अट्याक गरेको छ र त्यसको प्रतिवाद गर्दै इरानले पनि जति पनि अमेरिकन बेस क्याम्प रहेको कन्ट्रीहरू छ त्यहाँ चाहिँ अट्याक गरिरहेको छ। भर्खरै जानकारी पाएअनुसार एउटा अबुधाबीमा पनि त्यहाँ एयर स्ट्राइक भएको थियो र त्यहाँ एकजनाले चाहिँ ज्यान गुमाउनु परेको थियो भने त्यस्तै गरी कतारमा पनि त्यहाँ चाहिँ एयर स्ट्राइक गर्दाखेरि 2टा कारहरू जलेर नष्ट भएको दृश्यहरू हामीले चाहिँ न्युजहरूमा हेर्न सक्छौँ। र अर्को इम्पोर्टेन्ट कुरा साथीहरू, यदि तपाईँहरू चाहिँ अहिले चाहिँ फ्लाइट गर्दा जाँदै हुनुहुन्छ या चाहिँ युएई त्यस्तै गरी कतारबाटलाई चाहिँ ट्रान्जिट पारेर कुनै पनि युरोपियन कन्ट्रीहरूमा जाँदै हुनुहुन्छ भने तपाईँले एकचोटि रिचेक गर्नु होला र तपाईँले चाहिँ आफ्नो जुन टिकट काट्नु भएको थियो उहाँ ट्राभलरलाई चाहिँ कल गरेर कन्फर्म गर्नु होला है। अहिले एकदमै जोखिम छ। त्यस्तै गरी जति पनि अहिले इजरायलमै काम गर्ने कतिपय नेपाली दाजुभाइहरू हुनुहुन्छ या अन्य कन्ट्रीको मानिसहरू हुनुहुन्छ, उहाँहरू पनि एकदमै सेफ भएर बस्नु होला। अहिले इरानले प्रतिवाद गर्दै त्यहाँ पनि एयर स्ट्राइकहरू गरेको छ र तपाईँहरूले जतिसक्दो चाँडो आफ्नो बङ्करहरूमा र सेफ ठाउँमा जानु होला। त्यस्तै नेपालीहरूको लागि चाहिँ त्यहाँको राजदूतले चाहिँ के भन्नुभएको रहेछ भन्दाखेरि यदि कुनै पनि इमर्जेन्सी छ भने हटलाइनमा कल गर्ने र त्यहाँ राजदूत आवासमा चाहिँ सम्पर्कमा आउने र जतिसक्दो सेफ ठाउँमा बस्ने भन्ने कुराहरू आएको छ साथीहरू। त्यसैले तपाईँहरू बी सेफ। हाम्रो अभिभावकहरू हुनुहुन्छ जो तपाईँहरूले चाहिँ यो भिडियो हेर्दै हुनुहुन्छ, तपाईँहरूले आफ्नो बाबु नानी छोराछोरीलाई चाहिँ यो भिडियो सेयर गर्नु होला। किनकि उहाँहरू ड्युटीमा हुने र चाहिँ न्युज नपाउने कारणहरूले पनि केही समस्या हुनसक्छ। त्यसैले हामीले यो चाहिँ भिडियो जतिसक्दो हामी सबैले सेयर गरिदिउँ र सबैलाई चाहिँ हामीले सहयोग गराउँ है त।